दर्शक नमस्कार, टिबेट टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडो सङ्गो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन ज्यूले तिब्बती जनतालाई उनको राम्रो स्वास्थ्य रहेको आश्वासन दिनुभयो। परम पावन ज्यूले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई चुनाव जितेकोमा बधाई व्यक्त। प्रतिनिधि मुटुब छिरिङद्वारा C3 शिखर सम्मेलन 2021 मा सहभागिता। तिब्बत ब्युरो जेनेभाले तिब्बतमा मानव अधिकारको अवस्थाबारे गवाही पेश। युरोपेली संसदद्वारा तिब्बतमा श्रम कार्यक्रमबारे चिन्ता व्यक्त। भारत तिब्बत समन्वय कार्यालय र तिब्बत सहायता समूहको प्रतिनिधि मण्डलले अरुणाचलको मुख्यमन्त्रीसँग भेट। अब समाचार विस्तारमा। शारीरिक कल्याणको लागि मनमा शान्तिको महत्त्वबारे बोल्दै परम पावन ज्यूले यस हप्ता बुधबार आफ्नो राम्रो स्वास्थ्य रहेको जनताले आश्वासन दिनुभयो। Just this morning, I checked by Tibetan doctor as well as modern doctor. They find my physical condition very good. So I believe not only just medicine, but my way of thinking, always peace. And on the basis, we all bigger level, entire sentient being. And smaller level, we on this planet, we all same. So peace of mind really immense help to create healthy body. परम पावन ज्यूले मोनमाउथ विश्वविद्यालयका केही विद्यार्थीहरू, सकाय र पाहुनाहरूसँग खुशी, स्वास्थ्य, भलाइ र पृथ्वीको भविष्यको अन्तर सम्बन्धबारे शिक्षा दिनुभयो। वार्ताको क्रममा परम पावन ज्यूले एक सैन्यविहीन संसारमा वास्तविक शान्ति प्राप्त गर्नुमा जोड दिनुभयो र हतियार निर्माण र बिक्रीलाई हामीले अब पुग्यो भन्नुपर्छ भन्नुभयो। We human being, 1,000 years, we human being created weapon. But sometimes we call that weapon for peace. But actually, the very sort of work, responsibility of a weapon is kill. So therefore, in the past human history, without a weapon, I think world can be more peaceful. क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको चुनावी जितमा परम पावन दलाई लामा ज्यूले प्रधानमन्त्री ट्रुडोलाई बधाई दिनुभयो र महामारीबाट उत्पन्न चुनौतीहरूको सामना र मानवीय आधारमा दुनियाँको अशान्ति, भागहरू र कमजोर जनताहरूलाई स्वागत गर्ने अनुकम्पपूर्ण नीति लागू गर्नु भएकोमा आफ्नो प्रशंसा व्यक्त गर्नुभयो। क्यानाडाका प्रधानमन्त्रीको उत्तरवादी पार्टीले यस हप्ता मङ्गलबार क्यानाडाको राष्ट्रिय चुनाव जितेको छ। तिब्बत दूतावास कार्यालय वाशिंगटन डीसीका प्रतिनिधि मुटुब छिरिङद्वारा C3 शिखर सम्मेलन 2021 मा भाग लिनुभएको थियो, जसमा महामारी र वर्तमान स्वास्थ्यको स्थितिमा सोमबार न्युयोर्कको युनियन लिग क्लबमा वैश्विक स्वास्थ्य हेरचाहबारे छलफल भएको थियो। प्रतिनिधि मुटुब छिरिङलाई CEO र शान्तिको लागि कलाको संस्थापक डेमे मुनीद्वारा आमन्त्रित गरिएको थियो। शिखर सम्मेलनमा उनले धेरै कूटनीतिज्ञ र हेल्थकेयर नेताहरू, ग्लोरिया किन्स, संयुक्त राष्ट्र विशेष दूत सहित उपस्थित हुनुभएको थियो। तिब्बत कार्यालय वाशिंगटन डीसी का सचिव टसी थुन्डुप गत शनिबार अमेरिकामा आयोजित पहिलो वज्रयान मोलममा भाग लिनुभएको छ। कोभिड दिशानिर्देशहरूको कारण कार्यक्रममा मात्र केही विशेष अतिथिहरू र सहभागीहरूलाई नियुक्त गरिएको थियो,
जबकि लगभग 30,000 जनताहरूले अनलाइन मार्फत प्रार्थना समारोहमा सामेल हुनुभएको थियो। जेनेभाको तिब्बत ब्युरोले यस हप्ता संसदको चलिरहेको शरद ऋतु सत्रमा स्विजरल्यान्डका सांसदहरू समक्ष तिब्बतमा मानव अधिकारको स्थितिबारे गवाही प्रस्तुत गरेका छन्। तिब्बती जनताहरूको तर्फबाट संयुक्त राष्ट्र तिब्बत ब्युरो जेनेभाका अधिवक्ता काल्दिन छोमोले सन् 1959 मा तिब्बतमा चीनको क्रूर कब्जापछि चिनिया नेतृत्वमा तिब्बतीहरूको मौलिक अधिकारहरूको व्यवस्थित उल्लङ्घन भएको कुरा प्रकाश पार्नुभयो। मानव अधिकारमा संसदीय समूह तिब्बतका लागि संसदीय समूह सङ्घ सहयोगमा स्विजरल्यान्ड चीन मैत्री संसदीय समूह र संसदीय समूह एकता इन्टरनेसनलले स्विस चीन रणनीतिको सुसङ्गत कार्यान्वयन मानव अधिकार सुदृढीकरणमा संसदको भूमिका शीर्षकमा सुनवाई गरेका छन्, जहाँ विभिन्न क्षेत्रहरूबाट वक्ताहरूले सो छलफलमा योगदान दिनुभएको छ। काल्दिन छुमोले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदको 48औं सत्रमा चिनिया शीर्ष तलको विकास नीति र तिब्बती पठारमा उनीहरूको प्रभावको मूल्याङ्कन गर्न आह्वान गर्नुभयो। मानव अधिकारको सार्वभौमिकता र विकासको नाममा राज्य नेतृत्वको विनाशले व्यवस्था गर्न संयुक्त राष्ट्र प्रणालीमा चीनको प्रयासले ध्यान दिँदै काल्देन छुमोले तिब्बतमा विकासको पर्यावरणीय प्रभावको मूल्याङ्कन गर्न रिपोर्टर र काउन्सिललाई आग्रह गर्नुभयो। The rapporteur and the Council's attention on China's top-down developmental policies and its impact on the Tibetan Plateau is long overdue. Under the guise of poverty alleviation and development, Tibetans' rights have been systematically violated by China. Over 2 million Tibetan nomads have been removed from nomadic grasslands. A prominent Tibetan environmentalist, Karma Santo, is currently serving 15 years of imprisonment to trump up charges. The land rights defender Anya Senta is jailed for 7 years for defending the rights of Tibetan nomads. China's continued crackdown on rights defenders and environmentalists is concerning. In short, China has brought more destruction than development. If this council continues to let China downplay human rights and emphasize state-led development, the fundamental values and the credibility of this council is at stake. Therefore, we urge the reporter and the council to assess the environmental impact of development in Tibet Autonomous Region and adjacent areas. Thank you. संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदको 48औं सत्र 13 सेप्टेम्बरमा सुरु भएको र 8 अक्टोबर 2021 मा समाप्त हुनेछ। स्ट्रासबर्गमा युरोपेली संसदद्वारा तिब्बतमा चलिरहेको श्रम कार्यक्रमको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ। साथै कूटनीतिज्ञहरू र पत्रकारहरूको लागि तिब्बती क्षेत्रहरूमा निशुल्क पहुँचको लागि गत हप्ता बिहिबार आग्रह गरेको छ। युरोपेली संसदले अपनाएको EU चीन रणनीतिको रिपोर्टमा आयोगले आलोचना गरेको छ र चीनको आदेश नम्बर 15 मा चिन्ता व्यक्त गर्न आह्वान गरेको छ, जसमा बौद्ध नेताहरू र क्याथोलिक नेताहरू लगायत पादरीहरूलाई चिनिया कम्युनिस्ट नेतृत्वलाई समर्थन गर्न आग्रह गरेको छ र जबसम्म चीन र हङकङमा मानव अधिकारको स्थितिमा सुधार हुँदैन तबसम्म EU र यसका सदस्य राष्ट्रहरूलाई बेइजिङ शीतकालीन ओलम्पिक 2022 को निम्तो अस्वीकार गर्न आयोगले अपील गरेको छ। युरोपेली संसदका सदस्य हिल्डे वाटमेन्सले आर्थिक लाभका लागि चीनसँग सम्बन्ध बनाउने र चीनको महत्त्वाकांक्षी राजनैतिक एजेन्डा र बढ्दो दृढतावादी नीतिप्रति व्यवस्था गर्ने युरोपेली देशहरूको कार्यको कडा निन्दा गर्नुभयो। China is indeed a very interesting trading partner, and it's great for European business that many Chinese are now able to afford German cars, French wines, Nathalie, and Italian fashion. But economic gains should not make us blind to challenges the Chinese Communist Party is posing to the liberal world order. भारत तिब्बत समन्वय कार्यालय दिल्लीका संयोजक श्री जिग्मे छुड्जिमको नेतृत्वमा एक प्रतिनिधि मण्डलको टोलीले सोमबार अरुणाचल प्रदेशका माननीय मुख्यमन्त्री श्री पेमा खण्डुसँग तावाङमा उनको निवासमा भेट गरेको छ। प्रतिनिधि मण्डलका प्रमुख श्री जिग्मे छुड्जिमले मुख्यमन्त्री खण्डुलाई अरुणाचल प्रदेश लगायत पूर्वोत्तरमा सिक्किम पेम्बा छिरिङको आगामी भ्रमणको बारेमा जानकारी गराउनु भएको थियो।
जसमा मुख्यमन्त्री खण्डुले भ्रमण र थप कार्यक्रमलाई सहज बनाउनका लागि आवश्यक हुने सबै सहयोग प्रदान गर्ने आश्वासन दिनुभएको छ। प्रतिनिधि मण्डलको टोलीमा तिब्बत समन्वय कार्यालय दिल्लीका श्री जिग्मे छुडिम, तिब्बतीकरणको लागि कोर समूहका क्षेत्रीय संयोजक श्री सौम्यदीप दत्त, भारत तिब्बत सहयोग मञ्च अरुणाचल प्रदेशका अध्यक्ष श्री वाङदी दोर्जी खिर्मे, भारत तिब्बत सहयोग मञ्च तावाङ जिल्लाका अध्यक्ष श्री ल्युन्टुप छोसाङ, तिब्बती सेटलमेन्ट कार्यालय तेन्जिङगाङका प्रमुख श्री याङडुप, तिब्बती सेटलमेन्ट कार्यालय बोमदिलाका कार्यालय सचिव र सह समन्वयक श्री छिसा छेला हुनुहुन्थ्यो। यो भ्रमण 30 जुलाई 2021 मा आसामको गुवाहाटीमा भएको तिब्बत समर्थन समूहको प्रारम्भिक बैठकमा तय भएको एजेन्डाको एउटा हिस्सा थियो। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेलेक नमस्ते।